हेलो गाइस, आज म निङ्ग्रोको अचार बनाउँदैछु। कसरी बनाउँछु हेर्दै गर्नु है। यो मैले निङ्ग्रो बोइल गरेको छु। त्यहाँबाट मैले यो तिल पिसेर तिल पनि हालिदिएको छु। त्यहाँबाट अहिले म नुन स्वादअनुसार अलिकति, त्यहाँबाट यो खर्सानी, त्यहाँबाट यो प्याज, चाहिँ हाल्दैन कोही कोहीले, म त हालिदिएको। त्यहाँबाट यो नेमु टेङ्गाको रस, यता त म नेमु भन्छु, अब कता कता के भन्छ पनि। अनि यसलाई म मोलमाल गर्छु। यसरी बनाउँछ निङ्ग्रोको अचार।